यो भाइहरू चाहिँ BCT फर्स्ट इयर फर्स्ट पार्ट 2022 ब्याच फर्स्ट सेमेस्टरमा फन्डामेन्टल अफ इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकलको सिलसिलामा एउटा राम्रो रमाइलो प्रोजेक्ट लिएर आएको छ। यो प्रोजेक्टको नाम पहिला भन्नु त। यो प्रोजेक्टको नाम चाहिँ हामीले स्मार्ट ब्रिज भनेर राखेको छौँ। स्मार्ट ब्रिज नामले त्यो आवाजले ब्रिज ब्रिज हजुर BREEZ ब्रिज ओके। त्यस हिसाबले चाहिँ नि के त भन्दाखेरि अब यसको पर्पस चाहिँ यसको पर्पज चाहिँ जस्तै अहिलेको मौसम हेर्दा होइन मौसम चेन्ज पनि भइरहेको छ एकदम छिटो अनि ग्लोबल वार्मिङ पनि बढिरहेको छ साथै मान्छेको हेल्थ पनि कन्डिसन पनि खराब भइरहेछ। जस्तै अब काठमाडौँकै एयर क्वालिटी इन्डेक्स एकदम घटेको त्यस्तो केसमा चाहिँ अब यो हामीले चाहिँ अटोमेटेड फ्यान सिस्टम राखेको छौँ अथवा टेम्परेचरले ट्रिगर गर्ने हाम्रो आफै टेम्परेचर हामीले सेट गर्छौँ त्यसो। अब प्रोटोकलहरू हामीले के युज गरेको त यहाँनिर सबभन्दा पहिला एउटा रिले मोडल देखिरहेको छु मैले अरू पनि कम्पोनेन्ट्सहरूको कुरा गर्दा हामीले रिले मोडल एउटा युज गऱ्यौँ सिङ्गल च्यानलवाला अर्को DST11 सेन्सर युज गऱ्यौँ। त्यो सेन्सर चाहिँ के सेन्सर हो? टेम्परेचर सेन्सर टेम्परेचर एन्ड ह्युमिडिटी दुईटै सेन्स गरेर ह्युमिडिटी पनि सेन्स गर्छ। ओके ठिक छ। अनि ESP32 युज गऱ्यौँ भनेपछि एउटा DC फ्यान छ हाम्रो DC फ्यान भनेपछि हामीले अब यो हाम्रो एउटा IoT प्रोजेक्ट नै भयो होइन। त्यसको लागि हामीले अरू के प्रोटोकलहरू के युज गरेका छौँ? सर हामीले कोडमै लिङ्क के भन्छ यो IoT प्लेटफर्ममा कनेक्ट गरेर हाम्रो के भन्छ जुन यो वर्ल्डमा जहाँ बसेर पनि यो डिभाइसको एक्सेस छ भने हामीलाई यो लिङ्क एपमा यो डिभाइसको एक्सेस छ भने चाहिँ हामी कन्ट्रोल गर्न सक्छौँ। जस्तै अब कहिले हतारमा हिँड्दाखेरि थ्रेसोल्ड टेम्परेचर हुने थियो आफू महिना दिन जति घर नबस्ने हो भने यो त अन भइरहेको छ त्यो एनर्जी लस भयो भने यसको युजै त्यसै हरायो। सो हामीले अरू कहीँ ठाउँमा बसेर अब याद आएको बेला ठ्याक्कै थ्रेसोल्ड हटाइदिए भनेर थ्रेसोल्ड बढाइदिए कि यतिखेर अन नहोस् भनेर क्या भने एनर्जी सेभ गर्न सक्छौँ। सो हामीले म्यानुअली अफ गरेर जान्छ। ओके ठिक छ। मलाई चाहिँ पहिलो कुरा चाहिँ केमा खुसी लागिसकेको छ भन्दाखेरि भाइहरूले चाहिँ नि भर्खरै चाहिँ नि के त यो इन्जिनियरिङ विषयमा चाहिँ पाइला राख्दाखेरि नि यसको यो लेभलसम्मको चाहिँ स्टेकमा सोचेर चाहिँ नि के त सबै कुरालाई मिलाएर प्रोजेक्ट बनाएकोमा म खुसी भइसकेको छु। यद्यपि म भाइहरूको मुखबाट सुन्न चाहन्छु यस्तो प्रोजेक्टहरू हामीले चाहिँ नि यो सिलसिलामा यो टाइममा यसरी गर्दाखेरि हाम्रो नलेज एन्हान्समेन्टको लागि कतिको हेल्पफुल भएको छ? यसमा के अरे लिङ्कको बारेमा थाहा पाउनु पाएको छौँ होइन। त्यस्तै गरी सेन्सरहरूको बारेमा पनि थाहा पाउनु पाएको छौँ। अब हामीले जुन एकाडेमिक्स छान्यौँ होइन त्यो एकाडेमिक्स छानेकोमा चाहिँ नि के त यसरी कोलाबोरेटिभ भएर यसरी कामहरू गर्दाखेरि हामीलाई फाइदा भएको महसुस भएको छ कि चाहिँ यो कन्टिन्यू गर्नुपर्छ नि होइन अर्को ब्याचेसहरूमा पनि। यति गरेपछि हाम्रो अलिकति आँखा खुल्छ वाट वी आर स्टडिङ भन्ने कुराहरू थाहा हुन्छ भन्ने एक्चुअली डेमो गरौँ त भाइ। यो चाहिँ अहिले थ्रेसोल्ड टेम्परेचर 32 डिग्री सेल्सियस छ अनि हाम्रो रियल टाइम टेम्परेचर चाहिँ 22.2 डिग्री सेल्सियस यो DHT सेन्सर मोडलले टेम्परेचर ह्युमिडिटी हाम्रो थ्रुबाट यो यहाँ एउटा थ्रेसोल्ड कन्ट्रोल गर्न सक्छौँ। यो चाहिँ डाइरेक्ट अब त्यो टेम्परेचर बढाएर गर्दा बढो भने हेर्न सकिन्छ। तर अहिले चाहिँ अब डेमोको लागि चाहिँ ठिक छ 32 लाई अब बढाउँदाखेरि होइन घटाउँदा चाहिँ यो थ्रेसोल्ड टेम्परेचर चाहिँ हामीले घटायौँ 13 रह्यो अनि यो फ्यान अटोमेटिक भयो। अब यो थ्रेसोल्ड टेम्परेचरलाई हामीले चाहिँ नि कोडमा चाहिँ कस्तो किसिमले चाहिँ नि एड्रेस गरेका छौँ त्यो हेर्न पाउँ। हामीले अडियो आइडी नै युज गरेका छौँ होइन। अब भनेपछि यसमा चाहिँ अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङको कन्सेप्टमा हामीले काम गरेर यद्यपि हामीले चाहिँ नि के त भन्दाखेरि अहिले पढिरहेको भनेको हामी C प्रोग्रामिङ भयो होइन। अब यसमा चाहिँ नि हामीले यसरी चाहिँ नि कोड गरेर हार्डवेयरलाई कन्ट्रोल गर्ने हिसाबले चाहिँ नि गर्दाखेरि अब प्रोग्रामिङ पढेर यसलाई चाहिँ नि के त रियल टाइममा एप्लाई गर्न पायो भन्ने किसिमको फिलिङ भएको छ होइन त। ओके ठिक छ। अब यसलाई चाहिँ मैले अघि सोधेको क्वेसनलाई चाहिँ एड्रेस गर्नु त हामीले थ्रेसोल्ड थ्रेसोल्डलाई कसरी हामीले कहाँनिर एड्रेस गरेका छौँ भने हामीले इनिसियली सेटअपको बेला चाहिँ थ्रेसोल्ड टेम्परेचर डिफल्ट गरेर हाल्दैछौँ एउटा अनि त्यस पछाडि चाहिँ हरेक यो के भन्छ सर्टेन टाइम पिरियड इन्टरभल पछाडि वानबाट चाहिँ यसले चाहिँ यो लाइनमा चाहिँ हाम्रो टेम्परेचर र ह्युमिडिटी रिड गर्छ होइन। अनि त्यसपछि हामीले एउटा कन्डिसन राखेका छौँ यदि रिड गरेको टेम्परेचर चाहिँ यता थ्रेसोल्ड टेम्परेचरभन्दा बढी छ भने यसले चाहिँ ट्रु भ्यालु चाहिँ यो सेट फ्यान भन्ने फङ्सनमा चाहिँ ट्रु भ्यालु पठाइदिन्छ। ट्रु भ्यालु पठाइसकेपछि यता यो तपाईँको काम हुन्छ कस्तो काम हुन्छ भने चाहिँ हामीले यो रिले मोडलमा चाहिँ हामीले नर्मली ओपनमा चाहिँ काम गरिरहेको छ। यता नर्मली क्लोज भने नर्मली ओपनमा काम गरिरहेको छ। त्यही कारणले अब हामीले यहाँ लो पठाउने हो भने यसलाई लो पठाउने भने त्यति त रिले मोडल चाहिँ ट्रिगर भइदिन्छ क्या। त्यसमा चाहिँ
यता हामीले यदि त्यसो भन्दा बढी भएपछि हाम्रो टर्नअराउन्डको थ्रु हुन्छ होइन, बुलियन भ्यालु थ्रु भइदिन्छ। अनि यो के अरे रिले पिनमा चाहिँ हाम्रो लो भ्यालु बस्नुहुन्छ। तर हामीले यता नर्मल हामीले यो के अरे सेटअप गरेको कारणले चाहिँ यो रिले मोड चाहिँ लो भएपछि चाहिँ यो ट्रिगर भइदिन्छ क्या। रिलेको पनि त्यति राम्रोसँग चाहिँ नर्मली क्लोज होइन। अब ती चिजहरू अब यही हो, हामीले प्रोजेक्ट मात्र डेमो गर्दैनौँ, हामीले चाहिँ के त भन्दाखेरि त्यसको सबै कुरालाई चाहिँ नि राम्रोसँग अब्जर्भ गरेर नलेज पनि हामीले चाहिँ नि राखेका हुन्छौँ। किनभने प्रोजेक्ट यस्ता किसिमका प्रोजेक्टहरू स्कुल लेभलदेखि लिएर जुनसुकै लेभलमा पनि हुने गर्दछन्। तर भाइले भर्खर एक्सप्लेन गरेकोमा चाहिँ कोडमा चाहिँ नि यत्रो चाहिँ नि के त भन्दाखेरि आफूले गरेको कोडको विषयमा यत्रो इनडेप्थ नलेज, सबै पोइन्ट टु पोइन्टको चाहिँ नि के त भन्दाखेरि एक्सप्लेनेसन, र त्यसपछि त्यसको चाहिँ नि के त फ्लोको पनि चाहिँ के त भन्दाखेरि नलेज हेर्दाखेरि हामीले जस्ट प्रोजेक्ट मात्र गरेका छैनौँ, हामीले नलेजलाई पुरै चाहिँ नि अब्जर्भ गरेका छौँ। पुल्चोकियन्सले फर्स्ट पार्टमा गर्ने प्रोजेक्टको चाहिँ नि लेभल भर्डिक्ट तिमीहरूले चाहिँ नि राम्रोसँग गरेका छौ, त्यसको लागि हामी पहिला चाहिँ नि एप्रिसिएट गुड प्रोजेक्ट। अब यसमा चाहिँ के त भन्दाखेरि नेक्स्ट सेमेस्टरमा हामीले अझ यो प्रोजेक्टलाई अब यति ठुलो चिज केही घरमा लगाएर घाँडो हुने किसिमको परिस्थिति केही पनि छैन, यसलाई एक ठाउँमा टक्कर राखिराख्न पनि सक्छौँ हामीले। अर्को सेमेस्टरमा पहिला त जाँच दिनु पऱ्यो तिमीहरूले, अब त्यो जाँच सकिसकेपछि यसलाई एनहान्स गर्न सकिने, र त्यसपछि अब यो एडिक्वेट छ भन्ने भए पनि एउटा चाहिँ तिमीहरूले नेक्स्ट सेमेस्टरमा चाहिँ प्रेजेन्टेसन यसको तयार गरेर, प्रेजेन्टेसनको हाम्रो मुख्य चाहिँ नि अब्जेक्टिभ चाहिँ के हुन्छ त भनेर भन्दाखेरि अर्को सेमेस्टरका अर्को इयरमा आउने भाइ बहिनीले तिमीहरूको प्रेजेन्टेसन हेरेर प्रेरणा पाओस्। प्रेरणा चाहिँ नि के त भने भावनात्मक प्रेरणा मात्र होइन कि केही चाहिँ नि नलेजको फ्लो त्यहाँबाट पनि गेन गरोस्। किनभने अहिले तिमीहरूले यति काम गर्दाखेरि तिमीहरूलाई धेरै कुराहरूको कन्फिडेन्स बढेको हुनुपर्छ। सुरुमा मैले प्रोजेक्ट गर भनेर भन्दाखेरि हेजिटेसन्स धेरै के गर भने कसो गर भने होइन भन्ने किसिमको जुन हेजिटेसन त थियो तिमीहरूसँग सुरुमा, त्यो चिजलाई अलिकति सजिलोसँग लिन पनि सकेका थिएनौँ। तर अहिले त त्यो परिस्थिति छैन, त्यो किन भयो भन्ने मिनिङ पनि बुझ्यो। र त्यही चिज चाहिँ नि के त भन्दाखेरि तिमीहरूको प्रेजेन्टेसन हेरेर नेक्स्ट इयर आउने भाइ बहिनीहरूले चाहिँ इनिसिएट गर्नलाई चाहिँ नि एउटा चाहिँ नि प्रोटोकल खोलोस्, उनीहरूको ढोका खोलोस् भन्ने उद्देश्यले एउटा चाहिँ नि प्रेजेन्टेसन चाहिँ नेक्स्ट टाइम चाहिँ तिमीहरूले अर्ली नै गर्न सक्छौ क्या। अब यो सुरु गर्न गाह्रो हो नि त्यो चिज पनि, सुरु गरिसकेपछि हामीले प्रेजेन्टेसनको लागि नेक्स्ट सेमेस्टरको लास्टसम्म कुर्नु पर्दैन। किनभने तिमीहरूको अहिले चाहिँ नि एसेसमेन्ट होला, कोर्स सकाउने चटारो होला, के होला, लास्टमा भनेको अलिकति हामी प्रेसरमा हुन्छ। त्यस कारण अर्ली नै तिमीहरूले एउटा प्रेजेन्टेसन गऱ्यो भने आफ्नै क्लासलाई अडियन्स बनाएर गयो भनेदेखि त्यो एउटा प्रपर एक्सर्साइज पनि हुन्छ। जुन भर्डिकले तिमीहरूले भोलि पर्सि माइनर प्रोजेक्ट मेजर प्रोजेक्ट गर्दाखेरि पनि तिमीहरूको हेजिटेसन पनि उठिसकेको हुन्छ। त्यसको लागि म प्रेरणा दिन चाहन्छु। र यो प्रोजेक्टको लागि वन्स अगेन थ्याङ्क यू भेरी मच। एन्ड इट्स अ गुड प्रोजेक्ट। तिमीहरूलाई सुहाउँदो पुल्चोक क्याम्पसको कम्प्युटर ग्रुपले गर्न सुहाउँदो खालको प्रोजेक्ट राम्रो नलेजका साथ गरेर लिएर आएको छ, त्यसको लागि म मुनि धन्यवाद।